गाइज वेलकम टु माई ब्लग। म फेरि पनि हजुरहरू सामु आइसकेको छु। जनता ब्लगमा हजुरहरूलाई स्वागत छ भन्दै आज हामी चाहिँ दसैँको लागि बाँस काट्न जाँदैछौँ। युवाहरू जेन्जी ल हेर्दै जाउँ के हुन्छ गाइज। ठुङ्गौँ क्या हो पिङ हालेर चाहिँ भ्याउँदैन होला है दाइ पिङ हालेर भ्याउँदैन होला आज त पिङ हालेर भ्याइन्छ त आज भोलि भ्याइन्छ नि भ्याइन्छ बाँस उठाएर सामान सबै भइसक्यो सबै एकछिन भइहाल्छ। कस्तो घाम लागिरहेको मान्छे भयो भने आजै हालिदिने हो कि भोलि भन्दा टेक्निक त सबै थाहा भयो सबै यत्रो पछाडि दुईजना युवा टेक्निक थाहा भयो यसले धेरै हिँडेपछि हामीले बाँस गाडी भेटिसकेको छौँ। बाँस काट्ने तयारी गाइज त्यो ए पुकार पुकार भाइ यो त के भन्न चाहन्छस् 200 त त्यो त पिङ हाल्दैछौँ अहिले पछि बोलाउँला होइन अरू गएको दाइको कडा मेहनतपछि हाम्रो बाँस आधी ढल्किसक्यो होइन तानै त हुन्थ्यो छोरो तान्न सक्ने सकेन धेरै पातलो फेरि मान्छे पाट्टै जाला नि फेरि कट्टा बास लिन आएको ल तिनीहरूलाई ताना केटा ताना 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 ल ल गयो तर बाँस छोटो परेछ क्या है ताना ताना सबैले हात लाउँ सबैले लायो ल एक राउन्ड हाल यहाँ आएको यहाँ बस्यो पिङ हाल्न सजिलो होइन पुकार के भन्छस् ओ हात चाहिँ हान्दैला नि पिङ हाल्न नि कहाँ सजिलो खर होइन पिङ हाल्न कहाँ सजिलो खर यहाँ हेर्नु त ल त्यो खुर्पानी झार्न त्यसले त्यहीँ हानेर गया भन्नेमा हाल्नुपर्छ ए ल ठेस्यो माथिबाट हान न माथिबाट त्यो अङ्कल स्पाइडरम्यान हो त्यो नासिरहन्छ पुग्ने कार्यक्रम अय्या गइसक्यो टर्निङ पुग्यो आमा हात के हो यो के हो ओ यो चाहिँ के हो
खाद्याङतिर जाने खाद्याङतिर के भयो खेल्द्याङ खेल्दै हुने के राईको गाउँ खेल्दै हो त बास बोक्न आयो गाइस यहाँ मिटअप पो भइरहेको ल आमा वा यो भाइको चाहिँ आमा ह्यान्डसम रहेछ ल मेरो भाइ चल पुगर भाइ कस्तो भइरहेछ कति सरको पिङमा बाँस भाँच्ने हो अरे गाइस पछाडि आइरहेको अरू टोली नि यस निहालो जत्रो बाँस छ भन्नु होला फेरि अगाडि चाहिँ ठुलो छ यो टुप्पो हो बबाल्छी नै यहाँ चाहिँ झन्डा पार्क यहाँनिर हो यस्तो सुरु बबाल लगाइज नै टन 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 अब यहाँबाट ऊ त्यो बिप पर्ला चाहिँ घरतिर गएर ब्रेक हान्ने कुरा आएन सिधै घर हो अब है यहाँ अब पिङ हाल्ने तर्फर भइरहेको छ सुशील दाइ के भन्नुहुन्छ ल भन्नु त 2 शब्द भ्लगमा 2 शब्द ठ्याक्कै भन्दा विजय दशमीको शुभकामना वाउ नाइस अनि मेरो च्यानललाई केही गर्नुपर्छ कि यसो के गर्नु मोनिटाइज गर्नु होला पर्छ पिङ हाल्ने भन्दा पनि धेरै कार्यक्रम भइरहेको छ हाम्रो बच्चाहरूलाई चाहिँ दसैँ लगाइसकेको छ सब्सक्राइब गरिदिनु है ल हाम्रो सब्सक्राइबरहरूले त भनिसके चाहिँ रात पर्दै गयो होइन अब आजलाई काम यति नै भोलि मर्निङमा चाहिँ पिङ फिनिस हान्ने नि हो चिलपाडामा है त ल 2,000 years later, 6.5 hours later, a few inches later, day 2, day 3, day 4, a few moments later. हेलो गाइज गुड मर्निङ म त फेरि आइसकेको छु होइन बिहान बिहानै यहाँ पिङ हाल्ने हिजो राति भएर पिङ हालिएको थिएन सुरु भएछ पुरै खाल्टो भयो त नि यहाँ त हिजो भर्खर बनाएर गएको लाउने नि गएर छु पिङ हाल्नलाई पुरै खन्ती बनाउनु लाग्यो त चक्कै हाल्छ्यो चक्का चैट प्याट्टै अरू पिङ हाल्ने स्पट चाहिँ त्यहाँ हो बनाउँदैछन् मान्छे ए बाबा अनि यहाँ तिमीले खनिसक्दा पनि मलाई नि के थाहा नि भने प्रत्यक्ष बुझेर मात्र अनि त कुरा गर्छु भनेर गरे खास कुरो के हो भने बाबुले यस्तो गरे गाइज हामीले चाहिँ फाइनल्ली एउटा बाँस चाहिँ गाडिसकेको छौँ पिङको लागि हेर यहाँ चाडा कहाँ बाँस छ है गाइज ए अब हेर्नु होला यस्तो हिलो छ तर ठाउँ होइन लेग ग्यास हाम्रो चाहिँ 2टा बाँसको कप्टेरो ठड्डिसकेको छ वाउ लुक एट दिस आजको मौसम उज्यालो उज्यालो हो यहाँ खाल्टो खन्दैछन् अब 2टा बाँस बाँकी छ भन्दै केही भन्नुहुन्छ मेरो केही छैन अब दसैँ आयो नेपालीहरूको महान चाड बडा दसैँ त्यही लागि हामी पिङ तयार गर्दै ह्याप्पी दसैँ खोइ त नि गाइज फाइनल्ली 3टा यहाँ हाम्रो पिङको लिङ्गा गाडिसकेको छ यस्तो चलिरहेको छ गाइज
पिङ बनाउने मेकानिक फाइनल्ली गाइज हाम्रो चाहिँ चाडा लिङ्गा गाडिसकेको छ अहिले पिङको लागि हेर्दै जाऊँ अब कस्तो हुन्छ पिङ अलिक कमजोरी लिङ्गा चाहिँ त्यो भएको छ अरू त ठिकै छ लिङ्गो फाइनल्ली गाइस हाम्रो चाहिँ धेरै समयपछि एकजना बासमा चढ्न सक्ने मान्छे भेटेर आलो बादल लाएर ल स्लोली ल गाइस फाइनली पिङ बनेर यस्तो भइसकेको छ सुशीललाई के भन्न चाहनुहुन्छ छेडेर बोल्ने हो नि फाइनल लुक्स पिङको चाहिँ यस्तो भएको छ हेर्न सक्नुहुन्छ हजुरहरूले ल एकदम फास्ट नि ल सबैलाई ह्याप्पी दसैँ गाइज पिङ नि खेलियो होइन अब फाइनल लुक्स पिङको चाहिँ यस्तो छ पिङ खेल्न आउनु होला सबैलाई विजय दशमीको शुभकामना भन्दै अब यो भ्लगलाई चाहिँ यहीँ इन्डिङ गर्न चाहन्छु होइन आज यो पिङ हाल्ने कार्यक्रमले लोड्नु परिरहेको छ फाइनल लुक पिङ गाइज यति भन्दै यो पिङ हालेको भिडियो हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद छ हजुरहरूकै माया र साथले गर्दा मेरो भ्लग उन्नति हुँदै जान्छ यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्गन चाहन्छु लाइक सेयर सब्सक्राइब गर्दिन नबिर्सिनु होला बाई बाई